बुद्ध पूर्णिमाको राति तपाईले आकाशमा जुन देख्नुभयो कि दाग देख्नुभयो, यो गिलास भरि देख्नुहुन्छ कि खाली देख्नुहुन्छ, यसले तपाईको दृष्टिकोण निर्धारण गर्छ। आलोचनात्मक चेत राम्रो कुरा हो, तर नाकै अगाडि भएको पोजिटिभ कुरालाई नदेखेर टाढाको नेगेटिभ कुरा मात्र निकाल्ने कुरा चाहिँ आलोचनात्मक चेत होइन। 2569औं बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री गएको कार्यक्रमको अगाडिबाट खिचेको फोटो यस्तो छ। कार्यक्रम भएको अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलको क्षमता 5000 जनाको छ। सामाजिक सञ्जालमा एउटा कुनामा केही सयको संख्यामा खाली कुर्सी भएको फोटोले अत्यन्तै धेरै स्थान पायो, तर हजारौं कुर्सीमा भरिएका मान्छेको फोटोले भने कुनै पनि स्थान पाएन। कार्यक्रममा 500 कुर्सी नै खाली भएको मान्ने हो भने पनि 4500 कुर्सी भरिएका थिए। 5000 को सट्टा 3000 क्षमताको हल भएको भए 1500 मान्छेले उभिएर खचाखच भएर प्रधानमन्त्रीको सम्बोधन सुन्नुपर्ने हुन्थ्यो। हाम्रा आँखाले खाली भएका केही सय कुर्सी मात्रै देख्ने कि भरिएका 1000 कुर्सी पनि देख्ने? यसो भनिरहँदा मैले बिग्रेको कुरालाई पनि सही छ भन्नुपर्छ भन्न खोजेको होइन, कालोलाई सेतो भन्नुपर्छ भन्ने पनि मेरो कुरा होइन। तर मनगढन्ते कुरा नगरी तथ्याङ्कमा हेर्ने हो भने पनि अहिले धेरैवटा इन्डेक्सहरू ग्रिन भइरहेका छन्। पछिल्लो 9 महिनामा 64.24% राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 9% को वृद्धि हो। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2081 असार मसान्तसम्ममा 20 खर्ब 41 अर्ब 10 करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति 18.9% ले वृद्धि भई चैत मसान्तसम्म आउँदा 24 खर्ब 26 अर्ब 84 करोड बराबर पुगेको छ। अहिले नेपालमा रहेको विदेशी मुद्राले आगामी 17.5 महिनाका लागि वस्तु तथा सेवाको आयात धान्ने अवस्था रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको 9 महिनामा चालु खाता 210 अर्ब 22 करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता 179 अर्ब 83 करोडले बचतमा थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले बैंकहरूमा तरलता वृद्धि भएको देखाएको छ। बैंकिङ प्रणालीमा करिब 6 खर्ब बढीको तरलता लगानी योग्य रहेको देखिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको 9 महिनामा कुल आन्तरिक कर्जा 2.5% ले बढेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा 1.8% ले मात्र बढेको थियो। अघिल्लो सरकारको पालामा 60 अर्ब बराबरको भुक्तानी सरकारले दिन नसकेको भन्दै सडकमा आएका निर्माण व्यवसायीहरू अहिले चुप लागेर बसेका छन्। सरकारले निर्माण व्यवसायीहरूलाई गत आर्थिक वर्षको अन्त्यसम्ममा 28 अर्ब बराबर भुक्तानी गर्न बाँकी थियो। वर्तमान सरकारले गत माघसम्ममा नै 20 अर्ब बराबरको बक्यौता रकम भुक्तानी गरिसकेको छ। यी त केही उदाहरणहरू मात्र हुन्। हामीले राष्ट्र बैंकले सार्वजनिक गरेका तथ्याङ्क, महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेका तथ्याङ्क र अन्य विभिन्न तथ्याङ्कहरू मात्र हेर्ने हो भने पनि सुधार भएका धेरै पक्षहरू छन्, ग्रिन हुँदै गरेका धेरै इन्डेक्सहरू छन्। कसैले मिसन बनाएर नेगेटिभ कुरा गर्छ, त्यसको कुरा सुनेर तपाईले नेगेटिभ कुरा गर्नुहुन्छ, तपाईको कुरा सुनेर अर्को कसैले नेगेटिभ कुरा गर्छ र यसरी नेगेटिभिटी फैलिन्छ। उत्पादक समयमा रचनात्मक काम गर्न छोडेर नेगेटिभ कुराहरूलाई मात्र हाइलाइट गरेर हामीले गर्न खोजेको योगदान चाहिँ कस्तो हो? हामीले बनाउन खोजेको देश कस्तो हो? यो बाटोबाट देश कस्तो बन्छ? देश बिग्रेको सुन्दा देशमा बस्नै नसकिने अवस्था आयो भन्न पाउँदा मात्रै आनन्द आउने रोगबाट तपाईँ पनि ग्रसित भइरहनु भएको त छैन? नेपालमा जन्मेर बुद्धले विश्वभरि शान्तिको सन्देश फैलाए, हामी भने नेपालमै बुद्धका नाममा नेगेटिभिटी फैलाइरहेका छौँ। मिडिया ट्रायलद्वारा सामाजिक सञ्जालमा आएका कुराहरूलाई हामीले नबुझी फ्याक्ट चेक नगरी सोसल मिडियामा सेयर गरिरहँदा त्यसले समाजलाई नकारात्मकतातिर त डोर्याइरहेको छ नै, साथसाथै त्यसले हाम्रो चेतनालाई पनि प्रभाव पारिरहेको छ। सही सूचना पाउने कुरा हाम्रो हक त हुँदै हो, सँगसँगै सही सूचना फैलाउने कुरा हाम्रो कर्तव्य पनि हो। आफ्नो अधिकार र कर्तव्यलाई सहीसँग बुझ्न मात्रै सकियो भने पनि यो देशका लागि हामीले धेरै ठुलो योगदान गरिरहनु पर्दैन। छिनछिनमा ठाउँ-ठाउँमा नेगेटिभिटी फैलिरहेका बेला केही न केही आशा जगाउने र सकारात्मक कुरा गर्नका लागि निरन्तर रूपमा हामीले यस्ता सामग्रीहरू यो युट्युब च्यानल मार्फत ल्याइरहेका छौँ। यो भिडियो हेरिसकेपछि तपाईलाई आफूलाई लागेका कुरा यहाँको कमेन्ट बक्समा लेख्नुहोला। भिडियोलाई लाइक, सेयर गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्नुहोला। तपाईहरुको प्रतिक्रियामा आधारित रहेर हामी अरू थप भिडियोहरू ल्याइरहनेछौँ। हार्दिक धन्यवाद।